धन्यवाद कुशल कार्यक्रम संचालक ज्यू, आदरणीय इस कार्यक्रम का सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्पूर्ण अतिथिगण, एक हातमा कलम र अर्को हातमा कपी लिएर बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यूहरू, सम्पूर्ण विद्यालयबाट पाल्नुभएका मेरा आदरणीय गुरुवर्ग लगायत प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरूमा म श्री मङ्गलादेवी माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्र लक्ष्मी तामाङको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मिति 2082 साल जेठ 14 गते गणतन्त्र दिवसको अवसरमा आयोजित वक्तृत्व कला प्रतियोगितामा मलाई आफ्ना विचारहरू राख्न दिनुभएकोमा आयोजक परिवारप्रति आभार व्यक्त गर्दछु। वक्तृत्व कलाको शीर्षक रहेको छ बाल विवाह अन्त्य गर्नका लागि समुदायको भूमिका। म मेरो विषयवस्तुमा प्रवेश गर्न अघि सभाध्यक्ष महोदयको अनुमति चाहन्छु। बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनी तोकिएको उमेरभन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ। सामान्यतया 20 वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ। नेपालको नागरिक ऐन 2074 को धारा 173 अनुसार कानुनी उमेरभन्दा कम उमेरका व्यक्तिसँग विवाह गर्ने वा गराउने दुवैलाई अधिकतम 3 वर्षको सजाय र रु 30,000 को जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ। नेपालमा बाल विवाह हुनुका मुख्य कारण सामाजिक अन्धविश्वास, देखासिकी र परम्परागत धारणा हो। अझै पनि कतिपय समुदायहरूमा यस्तो सोच पाइन्छ कि छोरीको चाँडो विवाह गरिदिनाले परिवारको जिम्मेवारी पूरा हुन्छ। तर के हामीले कहिले सोचेका छौँ कि यस्तो सोचले उसको भविष्यलाई कति प्रभाव पार्छ? बाल विवाहले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ। बाल शिक्षा प्राप्त गर्न असमर्थ बनाउँछ, जसले उनीहरूको भविष्यको अवसरहरू घटाउँछ। विशेष गरी बालिका र महिलाको सन्दर्भमा भन्नुपर्दा बाल विवाहले एउटा मात्र अधिकारको उल्लङ्घन नगरी उनीहरूको जीवनमा रहेका सम्पूर्ण अधिकारको उल्लङ्घन गर्दछ। सभाध्यक्ष महोदय, तपाईँ सोच्नुहुन्छ होला यस समस्याको समाधान के हो? समाधान तपाईँ र म जस्ता प्रत्येक व्यक्तिको हातमा छ। बाल विवाह अन्त्य गर्नका लागि स्थानीय स्तरका सरकार र समुदायका बुद्धिजीवी व्यक्तिहरू सक्रिय र एकजुट हुन आवश्यक छ। तर विडम्बना, अझै पनि हाम्रा गाउँ समुदायमा बाल विवाह हुँदा स्थानीय स्तरका सरकार र समुदायका बुद्धिजीवी व्यक्तिहरू ठुलो हेर्ने गरेको पाइन्छ। आफ्नै गाउँ छिमेकमा बाल विवाह हुँदा सम्बन्धित प्रहरीलाई सम्पर्क गरी यसलाई बाल विवाह गरे बापतको सजाय दिनुहोस् भन्ने व्यक्ति मैले अहिलेसम्म पनि देखेकी छैन। हुन पनि कसले त यस्तो भन्नुहोस् र, जबकि आफ्नै गाउँ छिमेकमा बाल विवाह हुँदा भोज खान जाने र फेसबुकको पेजमा कङ्ग्रेचुलेसन बोथ अफ यू भन्ने व्यक्तिलाई तपाईँ र म हौ। तर के त्यो फेसबुकको पेजमा कङ्ग्रेचुलेसन बोथ अफ यू भन्नु नै अन्तिम उपाय हो त? बाल विवाह अन्त्य गर्नु हाम्रो कर्तव्य होइन? नेपालको संविधानमा पनि बाल विवाह अन्त्य गरौँ भनी चिकित्सा पारी लेखिएको छ। सभाध्यक्ष महोदय, समाजमा हुने विभिन्न विवाह प्रतिबन्ध लगायतका धार्मिक क्रियाकलापहरूमा सक्रिय सहभागी हुनु हाम्रो परम्परागत प्रचलन हो। तर बाल विवाहको सन्दर्भमा भन्नुपर्दा समुदायमा रहेका कुनै पनि व्यक्ति त्यहाँ उपस्थित नहुनु नै उचित छ जस्तो मलाई लाग्छ। किनकि यदि समुदायका कुनै पनि व्यक्ति त्यहाँ उपस्थित भएनन् र कुनै पनि क्रियाकलापमा सहयोग गरेनन् भने आफूहरूले बाल विवाह गर्न लागेका हुँदा नै समुदायका कुनै पनि व्यक्ति आएनन् भन्ने भाव उनीहरूमा सिर्जना हुन्छ र उनीहरूले बाल विवाह गर्ने सोचलाई त्यागिदिन्छ। त्यसैले बाल विवाह अन्त्य गर्नका लागि स्थानीय स्तरका सरकार, समुदायका बुद्धिजीवी व्यक्ति र सामुदायिक विद्यालयका शिक्षकहरू एकजुट हुन आवश्यक छ। हाम्रा समुदायका आमा बुबा र बाल बालिकाहरूको सम्बन्ध शिक्षकसँग नजिक हुन्छ। त्यसैले शिक्षकहरूले समुदाय स्तरमा बाल विवाहबाट पर्न सक्ने नकारात्मक असरबारे सचेत गराउने कार्य गर्नुपर्दछ। तसर्थ अन्त्यमा म के भन्न चाहन्छु भने कानुन लेख्नेहरू र केन्द्रीय स्तरका जनप्रतिनिधिहरू देशको कुना काण्डमा गई कानुन कार्यान्वयन गराउन असम्भव छ। यसका लागि तपाईँ हाम्रै गाउँ समुदायभित्रका शिक्षित वर्गहरूले यसको अपनत्व लिनुपर्दछ। यदि हामीले अहिले बाल विवाह अन्त्य गर्न सक्यौँ भने विश्वकै प्रसिद्ध थोमस एल्वा एडिसन जस्ता वैज्ञानिक यही उत्पादन गर्न सकिन्छ भन्दै मेरा यी भनाइलाई यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।